हेलो फ्रेन्ड्स, के छ हैन। आज चाहिँ दुईटा मेसिन ठाडो पारेर सर्भिसिङको लागि राखेँ। अनि त्यसपछि मोबिलको डे नट मोबिल झार्नको लागि खोल्न थाल्यौँ। अनि मोबिल झार्नुतिर लाग्यौँ। मोबिल झार्नु थाल्यो अनि आइसकेको छ हैन। यो चाहिँ क्यान्सर पाइप हो। भयोभरको धुलोहरू यसले तान्ने गर्छ। यो मोबिल फिल्टर, डिजल फिल्टर, अनि यो पनि डिजल फिल्टर हो नि त। अब मुटु खोल्नु गइरहेको छ। यसको मुटु फिल्टरको कतिको कष्ट रहेछ हेरौँ हैन। एकदम गाह्रो ठाउँमा छ खोल्नुको लागि पनि। 3DX मेसिनमा यस्तो दिएको छ। 3DX सुपर हैन। पहिलाकोमा चाहिँ एकदमै सजिलोताले दिन्थ्यो। अहिले चाहिँ एकदमै गाह्रो ठाउँमा छ। खोल्नु पनि धेरै गाह्रो। 2008-07-06 को मेसिनको चाहिँ एकदम सजिलो तरिकाले हुन्थ्यो। यतिसाह्रो हुँदैन थियो हैन। धुलो जमेर कति सफा गर्ने यसलाई पनि। सफा गर्दा गर्दा अन्तिम चरणमा आइसक्यो यो पनि। अब यसलाई खोल्नेछौँ। अग्रो हैन। यस्तो छ धुलो। यो क्यान्सर पाइप यही हो। धुलो जमेर हेर्नु यस्तो फोहोर। त्यसपछि सिगरेट, सेतो सिगरेट हो यो हैन। यो पनि यस्तो कालो भइसकेको छ है। यस्तो हिन्जेल मेसिन चलाएर आएछौँ। यो र यो प्लस यो कति डिफ्रेन्ट छ त हेर्नु न। जमिन आसमानको डिफ्रेन्ट छ। कालो र सेतो हैन। त्यसपछि यो र योमा पनि कति फरक छ है। 500-600 घन्टा कुट्दाखेरि यति साह्रो हुँदो रहेछ हैन है। यति साह्रो खतम। अब यसलाई प्लस हामीले फिट गर्नुतिर लागिरहेछौँ। सुरुमा चुरोट खादिउँ। मजासँग लक लगाउनु पर्छ। त्यसपछि चुरोटको खोल बेल्ट छ। यसलाई यस्तो तरिकाले घुमाएर लगाउनु पर्ने हुन्छ। ल फिट भयो क्यान्सर पाइप। अब फेरि मोबिल फिल्टर खोल्नु गइरहेछौँ। यो मोबिल फिल्टर हैन। प्याकलोड सफा गर्नु पुरानो भयो भने पनि नगरी मोबिल फिल्टर खोलेन हाल्दैन। एकदमै साह्रो बेल्ट लगाउनु पर्ने हुन्छ। अब बेल्टले खोल्नु। फाइनली फिल्टर पनि खोलेर सफा गऱ्यौँ। नयाँ फिल्टर लगाइदिन्छौँ हैन। झप्पा लगायौँ। त्यसपछि फेरि डिजल फिल्टर खोलिँदैछौँ। ल यहाँ चाहिँ अब मोबिल हाल्ने क्रम भइरहेछ। यो डाइरेक्ट उचाल्नु गाह्रो भयो हैन गुरुजी? हो भाइ हो, गाह्रो भयो। अब यसमा चाहिँ ठक्कसँगले हाल्ने हो। पहिला प्रिमियम मोबिल एक थोपा पनि झार्नु भएन भुइँमा। यहाँबाट ठक्क अनि त्यसको पछि चाहिँ यहाँनिर हाल्ने हो। सबै जुगाड कम्पनी छ फ्रेन्ड्स हैन त। मेसिन सर्भिसिङ गऱ्यौँ। अनि त्यसपछि सन्तोष भाइहरू आएर छ मासु भात खाने अरे पोर्क हैन। पोर्क खिलाउन लाँदैछु। तपाईँको 1 बज्न लाग्यो। अब खाना 1 बजी पाउँछ कि पाउँदैन एउटा टेन्सनको विषय छ। चाहिन्छ भने लगेर खिलाउला।
गुहाई गाउँछ है। नपाए दाल भात खिलाएर पठाउँला केटाहरूलाई होइन भन्दै अब हामी माइती नेपालतर्फ लाग्नेछौँ। यो हाम्रो राइडर सन्तोष बान्थवा देखमा चुवाचेको मासु भात चाहिँ होइन बबाल पाउँछ एकदम दामी सही पाउँछ त्यहाँ। त्यही भएर केटालाई मैले अस्तिदेखि भनिरहेको थिएँ आइज आइज। आज दिन त राम्रै भइगयो, केटाहरूको कामसाम छैन। खाना खान जाने बेला पनि 2 बज्नु लाग्यो। टेन्सनको विषय खाना पाउने हो कि नपाउने हो होइन। त्यही भएर जाँदैछौँ अबको 5 मिनटमा झ्याममा चुवाचे मासु भात सेलाम भन्दै खाएको भिडियो हाल्नेछौँ।